नमस्कार। आज हामी युएई मतलब संयुक्त अरब इमिरेट्समा काम गर्ने हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी समग्रमा सबै श्रमिकहरूको कानुनी अधिकार के छन् अनि उहाँहरूको सुरक्षाका लागि के कस्ता उपायहरू छन् भन्ने बारे अलिकति गहिरिएर कुरा गर्दैछौँ। हजुर। हामीसँग केही स्रोतहरू छन् जस्तो कि युएई को श्रम कानून, केही लेखहरू, अनुसन्धानहरू पनि। यिनले युएई को कानून र खासगरी नेपाली श्रमिकलाई चाहिने जानकारी समेटेका छन्। हो, निकै महत्त्वपूर्ण जानकारीहरू छन्। हाम्रो आजको यो विमर्शको उद्देश्य चाहिँ के हो भने युएईमा काम गर्दा जान्नै पर्ने मुख्य कानुनी कुराहरू, कम्पनीले के गर्नुपर्छ, उनीहरूको जिम्मेवारी के हो, अनि कहिलेकाहीँ आफ्नो अधिकार खोसियो भने के गर्न सकिन्छ त हो, यिनै कुराहरूलाई अलि सरल भाषामा बुझाउने प्रयास गर्ने हो। एकदम स्पष्ट पार्नु जरुरी छ। त्यसो भए सुरु गरौँ है त। युएई को जुन नयाँ श्रम कानून छ नि, फेडरल ल नम्बर 33 अफ 2021, यसले श्रमिकहरूलाई के कस्ता आधारभूत अधिकार दिएको छ त्यहाँबाटै सुरु गरौँ न। निश्चय पनि यो कानूनले नि श्रमिकका थुप्रै आधारभूत अधिकारहरू सुरक्षित गरेको छ। सबभन्दा पहिलो र महत्त्वपूर्ण कुरा त तलब। तलब चाहिँ समयमै पाउनु पर्यो। हो, तलब नै मुख्य हो। त्यसलाई पक्का गर्न डब्लुपीएस भन्ने सिस्टम छ, वेज प्रोटेक्सन सिस्टम। यो एउटा इलेक्ट्रोनिक तरिका हो जसले तलब सिधै ब्याङ्क खातामा पठाउँछ। यसले गर्दा अब ढिला हुने वा नदिने भन्ने कुरा कम हुन्छ। त्यो त राम्रो प्रविधि रहेछ। अनि अरू के छन्? अर्को महत्त्वपूर्ण कुरा हो काम गर्ने ठाउँ। त्यो सुरक्षित हुनु पर्यो, स्वस्थ हुनु पर्यो। यो मिलाउने जिम्मा कम्पनीको हो। अनि बिदा नि? काम मात्रै गरेर त भएन। बिदा र काम गर्ने समयबारे के भन्छ कानुनले? एकदम सही प्रश्न। बिदाको कुरा गर्दा हरेक वर्ष कम्तीमा 30 दिन वार्षिक बिदा पाउनै पर्छ। अनि हप्तामा 1 दिन त साप्ताहिक बिदा अनिवार्य नै भयो। 30 दिन वार्षिक बिदा? त्यो त राम्रै रहेछ। हो। अनि अर्को एकदमै महत्त्वपूर्ण कुरा जुन धेरैलाई थाहा नहुन सक्छ वा कम्पनीले लुकाउन खोज्छ, त्यो हो पासपोर्ट, राहदानी। पासपोर्ट त कम्पनीले राख्छ भन्छन् नि धेरैले। हो, त्यस्तो सुनिन्छ, तर कानूनले त्यसो भन्दैन। पासपोर्ट श्रमिकले आफैसँग राख्न पाउने अधिकार हो। कम्पनीले त्यो जबरजस्ती खोसेर राख्न पाउँदैन। यो त जान्नै पर्ने कुरा रहेछ। अनि काम गर्ने घण्टा नै कति समय काम गर्नुपर्ने हो? सामान्यतया दिनको 8 घण्टा। तर यदि काम अलि गाह्रो खालको छ, धेरै शारीरिक श्रम लाग्ने छ भने त्यस्तो काममा 6 घण्टा मात्रै हो। यी सबै कुराहरू यही फेडरल ल नम्बर 33 अफ 2021 ले तोकेको छ। ठिक छ, यी त भए श्रमिकका अधिकार। तर कम्पनीले चाहिँ के गर्ने पर्छ त कानुनी रूपमा? उनीहरूको दायित्व के हो? कम्पनीको पहिलो र सबैभन्दा मुख्य दायित्व भनेको एउटा स्पष्ट लिखित रोजगार सम्झौता, एम्प्लोइमेन्ट कन्ट्र्याक्ट दिनु हो। लिखितमै हुनु पर्यो? एकदम। त्यसमा के काम गर्ने, कति समय गर्ने, तलब कति, बिदा कति, सबै कुरा प्रष्ट लेखेको हुनुपर्छ। अनि अर्को कुरा, श्रमिकको भिजा लगाइदिने, अनिवार्य स्वास्थ्य बिमा गरिदिने अनि बस्नका लागि उपयुक्त आवासको व्यवस्था मिलाउने। यो सबै कम्पनीकै जिम्मेवारी हो। तर कहिलेकाहीँ व्यवहारमा त सम्झौता नै नदिने रे, वा दिए पनि के लेखेको छ बुझिँदैन रे, त्यस्तो भयो भने नि? हो, त्यस्तो समस्या देखिन्छ। अब यदि सम्झौता नै दिएन वा दिएको सम्झौता बुझिएन, अस्पष्ट भयो भने श्रमिकले तुरुन्तै उजुरी गर्न सक्छन्। कहाँ उजुरी गर्ने त? युएई को मिनिस्ट्री अफ ह्युमन रिसोर्सेस एन्ड इमिरेटाइजेसन, छोटकरीमा मोहेरे भन्छन्, त्यहाँ उजुरी गर्ने। आजकल त झन् सजिलो छ। मोहेरेको मोबाइल एप नै छ, त्यसबाटै मिल्छ। नभए उनीहरूको टोल फ्री नम्बर छ 80060, त्यसमा फोन गरेर पनि गुनासो टिपाउन सकिन्छ। एपबाटै वा फोनबाटै पनि? त्यो त सजिलो भयो। अब अलिकति गम्भीर अवस्था सोचौँ न। मानौँ कम्पनीले तलबै दिएन महिनौसम्म, वा सम्झौतामा एउटा काम भनेर अर्कै गाह्रो काम लगायो, यस्तो अधिकार हनन भयो भने के गर्ने? धेरैजना त डराउँछन् नि, उजुरी गर्दा काम जाला कि झमेला पो पर्ने हो कि भनेर। हो, त्यो डर एकदमै वास्तविक हो। तर प्रक्रिया बुझ्यो भने अलि सहज हुन्छ। पहिलो कदम त कम्पनीमै कुरा राख्ने, लिखित रूपमा वा इमेल मार्फत औपचारिक गुनासो गर्ने। कम्पनीमै? हजुर, पहिला त्यही प्रयास गर्ने। यदि त्यहाँबाट सुनुवाई भएन, समाधान निस्केन भने अनि दोस्रो कदम भनेको एमओएचआरईमा औपचारिक उजुरी दर्ता गर्ने।
अनि एमओएचआरईले पनि मिलाउन सकेन भने? त्यस्तो अवस्थामा तेस्रो चरण भनेको लेबर कोर्ट, श्रम अदालत जाने हो। र यहाँनिर एउटा धेरै महत्त्वपूर्ण कुरा छ। के कुरा? श्रमिकले आफ्नो मुद्दा लड्न अदालत जाँदा कुनै शुल्क तिर्नु पर्दैन। यो निशुल्क छ। साँच्ची? अदालत जान पैसा लाग्दैन? यो त धेरैलाई थाहै छैन होला। यो त ठूलो राहतको कुरा भयो। तर त्यो डरको कुरा के? काम खोसिन्छ, जेल हाल्दिन्छ भन्ने जुन डर छ नि, त्यसलाई कानुनले केही गर्छ। त्यो डर हटाउनकै लागि युएईले हालसालै लेबर राइट्स डिफेन्डर भन्ने एउटा नीति ल्याएको छ। यसको मतलब के हो भने, यदि कुनै श्रमिकले मेरो अधिकार खोसियो भनेर उजुरी गर्छ भने नि, केवल उजुरी गरेकै भरमा कम्पनीले उसलाई जागिरबाट निकाल्न पाउँदैन, धम्की दिन पाउँदैन। त्यस्तो गर्यो भने उल्टै कम्पनी कारबाहीमा पर्छ। यो नीतिले गर्दा श्रमिकलाई उजुरी गर्न एक किसिमको कानुनी ढाडस मिलेको छ। पहिले भन्दा अहिले उजुरी गर्ने क्रम बढेको पनि देखिन्छ रे। यो त एकदमै राम्रो व्यवस्था रहेछ। सुरक्षा दिएको जस्तो भयो। महिला श्रमिकहरूका लागि पनि केही विशेष व्यवस्थाहरू छन् कि? छन् नि। गर्भवती महिलाहरूका लागि 75 दिनको सुत्केरी बिदा छ, त्यो पनि तलब सहितको। अनि बच्चा जन्मेपछि 1 वर्षसम्म दूध खुवाउनका लागि हरेक दिन कामको बीचमा अतिरिक्त समय मतलब ब्रेक पनि पाउँछन्। 75 दिन तलब सहित, यो त राम्रो सुविधा हो। अनि घरेलु कामदारहरू मतलब घरमा काम गर्नेहरूका लागि त छुट्टै कानुन नै छ, डोमेस्टिक वर्कर्स ल भन्ने। त्यसले उनीहरूको अधिकार, बिदा, आराम गर्ने समय, यी सबै कुरा तोकेको छ। घरेलु कामदारको छुट्टै कानुन नै राम्रो। अनि कहिलेकाहीँ आपत पर्छ नि, जस्तै अचानक काम गयो वा दुर्घटना भयो भने त्यस्तो बेला केही सुरक्षा छ कि? छ। अहिले युएईमा बेरोजगारी बीमा योजना, अनएम्प्लोइमेन्ट इन्स्योरेन्स स्किम भन्ने लागू भएको छ। यदि कम्पनी बन्द भएर होस् वा अरू कुनै कारणले काम गयो भने यो योजना अनुसार केही समयसम्म आर्थिक सहायता पाइन्छ। काम नहुँदा पनि पैसा पाइने हो, केही अवधिका लागि, जसले गर्दा नयाँ काम नभेटुन्जेल अलिकति राहत हुन्छ। अनिवार्य स्वास्थ्य बिमा त छँदैछ। अनि अर्को कुरा, यदि काम गर्दा गर्दै दुर्घटनामा परेर श्रमिकको मृत्यु भयो भने उसको परिवारलाई क्षतिपूर्ति दिनुपर्छ, जसलाई चलन चल्तीमा ब्लड मनी पनि भन्छन्। यो कानुनी व्यवस्था नै हो। हजुर। यी सबै जानकारी त निकै महत्त्वपूर्ण रहेछन्। हामीले हेरेका स्रोतहरूमा श्रमिकहरूका लागि केही व्यावहारिक टिप्स, सुझावहरू पनि थिए जस्तो लाग्यो, होइन त? ओहो हो, केही एकदमै व्यावहारिक र महत्त्वपूर्ण सुझावहरू छन्। पहिलो त कुनै पनि कागजपत्र वा प्रक्रिया बुझिएन भने सोधिहाल्ने बानी बसाल्ने, नबुझी सही नगर्ने। सही हो, सोध्नु पर्यो। दूतावास, हाम्रो हकमा नेपाली दूतावासको सम्पर्क नम्बर सधैँ आफूसँग राख्ने। तेस्रो, रोजगार सम्झौता लगायत सबै महत्त्वपूर्ण कागजपत्रहरू राम्ररी पढ्ने, बुझ्ने अनि मात्र सही गर्ने र त्यसको एक प्रति फोटोकपी वा सक्कले आफूसँग सुरक्षित राख्ने। अनि सबैभन्दा मुख्य कुरा चाहिँ यदि आफूमाथि अन्याय भइरहेको छ जस्तो लाग्छ भने चुप लागेर नबस्ने, आफ्नो अधिकारका लागि बोल्ने हिम्मत गर्ने। एकदम सही। आजको यो हाम्रो गहन विमर्शलाई छोटकरीमा भन्दाखेरि युएईमा श्रमिकको अधिकार सुरक्षित गर्न कानुन त बनेका छन्, तर ती कानुनबारे जानकारी हुनु र आवश्यक पर्दा तिनलाई प्रयोग गर्न सक्नु नै खास सुरक्षा हो। बिल्कुल, जानकारी नै शक्ति हो। स्रोतहरूले पनि के देखाउँछन् भने जब श्रमिकलाई आफ्नो अधिकार र कानुनी प्रक्रियाबारे थाहा हुन्छ, उनीहरू शोषणमा पर्ने सम्भावना धेरै कम हुन्छ। हो, सचेत हुनु पर्यो। अन्त्यमा एउटा प्रश्न मनमा आइरहेको छ, श्रोताहरूलाई पनि सोच्नका लागि छोडेर जाउँ। जब श्रमिकहरू आफ्नो अधिकारबारे पुरै सचेत हुन्छन्, जानकार हुन्छन्, के उनीहरू केवल आफूलाई सुरक्षित मात्र बनाउँछन् कि उनीहरूले काम गर्ने ठाउँको समग्र वातावरण र अवस्था सुधार्नमा पनि एउटा सक्रिय भूमिका खेल्न सक्छन्? यो सोचनीय विषय हो, होइन त? निश्चय पनि। यो महत्त्वपूर्ण प्रश्न